हेलो गुड मर्निङ एभ्रिवान। सबैजनालाई शुभ बिहानी। अहिले म बिहानी पख तपाईँहरू माझमा आएको छु। यो चाहिँ हरियाली दृश्यहरू छ। अनि यो ठुलो चौरमा अहिले म आइपुगेको छु। अनि अहिले म टाङ्गे बस्तीमा छु। अनि यहाँको भ्यूहरू हेर्नु होला कस्तो छ। अहिले चाहिँ म यहाँ 10 नम्बरबाट म यो दृश्यहरू खिच्दैछु। यो भ्यूहरू यस्तो राम्रो छ यो ठाउँमा। अनि तपाईँहरू हेर्न सक्नुहुनेछ। यतापट्टि गाउँहरू भइहाल्यो। यता गाउँ भइहाल्यो। अहिले घाम झुल्किँदैछ। अनि जाडो मौसममा अनि तपाईँले चिया खानु भएको भएन। अनि मैले चाहिँ लिएको छुइनँ। म केही समयपछि म चियाहरू लिनेछु। अनि तपाईँहरू कहाँदेखि हेर्दै हुनुहुन्छ अनि भिडियोलाई कमेन्ट गर्नुहोला। अनि यो चाहिँ एकदम हरियाली वन जङ्गल छ। अहिले चाहिँ पहिलो पत्करहरू भएछ। अहिले चाहिँ पत्कर झर्ने समय छ। र पनि जङ्गलमा कोही पौला आउँदैछ भने कोही झर्दैछ, कोही माथि हरियाली हुँदैछ, मुनि पहेँलो हुँदैछ। र पनि यो दृश्यले एकदमै आफ्नो स्वास्थ्यको लागि फाइदाजनक पुऱ्याउँदछ। अनि त्यसै कारणले यो भिडियो म बनाउँदैछु। अनि यहाँ चाहिँ टाङ्गे बस्तीको केटाहरू बल खेल्छ है। यो ठाउँमा चाहिँ यहाँ धेरै बल खेल्ने केटाहरू छन्। बुढाहरूदेखि लिएर जवानहरू पनि खेल्ने छ यो ठाउँमा। र यो चाहिँ एकदम ठुलो चौर छ है। अनि घाम पनि माथि आइसकेको अवस्थामा छ। हेर्नु होला एकदम रमणीय दृश्य छ यो। यसले चाहिँ एकदमै राम्रो कुरा जनाउँदछ। तर यसरी नै मर्निङ वाक गर्दै र यसरी तपाईँहरू माझमा उपस्थित हुँदै है हाम्रो टाङ्गे बस्तीले एकदमै स्वर्ग जस्तै भएको छ भने पहिला नर्क थियो भने अहिले स्वर्ग भएको अवस्था छ है टाङ्गे बस्ती। अनि अहिले त धेरै सुविधा सम्पन्न भएको छ। अनि भन्दै है एकदम रमाइलो छ। अनि एउटा चाहिँ के समस्या छ भने अलिकति बाटोघाटो राम्रो छैन। र पनि गाउँभित्र छिरेपछि एकदम आनन्दमय आउँछ। यही भन्दै अनि यो दृश्य तपाईँहरू माझमा राख्नेछु। यो ठाउँमा आउनुहोला। अनि यो ठाउँमा आएर तपाईँहरू भिजिट गर्नुहोला, घुम्नुहोला। अनि कस्तो लाग्छ तपाईँहरूले मेसेज गर्नुहोला। अनि हेरेर भिडियो हेरेर अनि त्यहाँ लेख्नु होला कमेन्टमा यस कि नो भनेर है। टाङ्गे बस्तीमा यति राम्रो ठाउँ छ कि यहाँ न त बाढी आउँछ न पहिरो आउँछ है। एकदम आनन्द ठाउँ छ क्या बस्नलाई। अनि खेतीपातीहरू एकदम राम्रो छ क्या यो ठाउँमा चाहिँ। त्यसै कारणले म भिडियोमा ल्याउँदैछु तपाईँहरू माझमा। सबैलाई बाई बाई। तपाईँहरूको जय होस्, मेरो भलो होस् भन्दै म छुट्नेछु। बाई बाई।